ल गाइस फाइनली म एयरपोर्ट आएँ अब यहाँदेखि हामीहरू फेरि ट्रिप हुनेछ यहाँ केटिएम टु दिल्ली जानुपर्छ। त्यहाँ चाहिँ वेटिङ छ। अहिले चाहिँ बगल आएको छौँ, अरू साथीहरू पनि आएको छौँ। म त अब यहाँ पुगेँ, अरू भित्र गइसकेँ। अब के हुन्छ हेरौँ है, साथीहरू भिड बन्दैछ। ठिकै छ, हेरौँ बल लागेको छ कस्तो छ। नेपाल एयरपोर्ट यहीँ हो। तपाईँहरू आउँदै हुन्छ असममा आइदिनु होला होइन। ल यति भन्दै म अगाडि भित्रतिर छिर्दैछु। यहाँ यत्रो मान्छे भिड छ है। अब कति बेला ओपन हुने थाहा छैन। टन्नै छ मान्छेहरू यहाँ वेटिङमा छ। यत्रो भिडभाड छ मान्छेहरूको होइन। अब कति बेला ओपन हुने थाहा छैन है साथीभाइ। हामी पनि आइसक्यौँ। अब यत्रो जाडोमा मान्छेहरू बाहिर वेटिङ गरिरहेको छ। हामी पनि आएको छौँ। सबैजना फोटो खिच्दैछन्। ठिक छ, हामी चाहिँ पनि खिच्ने भनेर आएको छौँ। म पनि यति बसिरहेको छु। भिड हो, अरू आउँदैछन्। यस्तो जाडोमा भिडभाडले गर्दा अलि कठ्याङ्ग्रिन परिरहेको छ। केही छैन, एकछिन भित्र बसी ठिक हुन्छ। ल फोटो खिच्ने यहीँ हो है। यी सबैजना यहाँ खिच्छन्। धेरै दिनपछि भान्जासँग भेट भयो होइन। 2 वर्ष, लगभग 2 वर्षभन्दा धेरै भयो। पहिला भेटेको थियौँ एयरपोर्टभित्र, आज चाहिँ बाहिर भेट भयो। डोमेस्टिकतिर रहेछ। खुसी लाग्यो होइन, भेट भयो। हार भान्जा चाहिँ यो होइन यो। ठिक छ, खुसी लाग्यो भेट्दाखेरि होइन। यही हो भान्जा हाम्रो। पोस्टर बोर्ड रहेछ भान्जाको, खुसी लाग्यो होइन। सबैजना गम्फोर्ट भयो। फेरि आफ्नो जन्मभूमि छोडेर फेरि कर्मभूमितिर लाग्दैछौँ। यो रहर होइन, बाध्यता हो हाम्रो सबैजना गएर। के गर्नु, जानु पर्दो रहेछ। ठिक छ, बाध्यता यो होइन, रहर त होइन। आफ्नो जन्मभूमि छोडेर कर्मभूमितिर लाग्दैछौँ। यो घर भन्दा नि माइती घर जस्तो लाग्यो होइन। घर चाहिँ हाम्रो उहीँ हो। ठिक छ, यो सबै सम्झनाहरू मनमा राखेर अब जाँदैछौँ। यो मनुन्जेल मनाइरहने होइन सम्झनाहरू। ल अरू यहीँ छन्, त्यहीँ पनि निस्किसक्यौँ। साथीहरू जाँदैछन्। ल लस्सी रेडी भयो होइन। त्यहाँ चाहिँ के ल्याउँदा सोध्नु भएको छ होइन। यहाँ कर्मचारीहरू यहीँ हो। मेरो हामी लगेज आयो, लाइनमा छौँ। लस्सी अब कोही के हुन्छ। ल साबा तिम्रो यो है, तपाईँलाई छोडिरहेको थिएँ, मैले ल्याइदिएँ। अर्को अब आइसक्यो र आज ढिलै भएको छ होइन। केही छैन, यहाँ बोर्डिङ छ, ढिलै खुलेको थियो। यसो हेरौँ कस्तो बोर्डिङ पास भयो साथी। चाहिँ हामी रिसेसनमा आइसक्यौँ लास्टमा होइन। यहाँ चाहिँ अब यहाँ गएपछि क्रस हुने बेला भयो। अब के चाहिँदो रहेछ यहाँ थाहा हुन्छ होइन। यसो हेरौँ, साथीहरू आउँदैछन् अझै। हामी त आइसक्यौँ साथी। फाइनली इमिग्रेसन पास गरेर अब जाँदैछौँ। यो सबै लगाइसकेर निकालेको टाइममा हेरौँ, सबै निकाल्नु पर्ने हुन्छ। त्यसै के हुँदो रहेछ, सबै निकाल्दैछन् मान्छेहरू। हामी पनि निकाल्नेछौँ। अब हेरौँ, अब यतातिर निकाल्दैछन् सबै। चेकिङ, ह्यान्ड ब्याग चेकिङ हुन्छ यहाँ। जुत्ता सुत्ता सबै निकाल्नु परिरहेको छ। कति बेला के हो थाहै हुँदैन है। हेरौँ अब कहाँ रहेछ। सेरियो होइन, साफा पुग्यो। अब जाँदैछ प्लेनतिर, सबै निकाल्नु पर्ने भयो होइन। सबै निकाल्यौँ पनि, सबै निकाल्नु आउँदैछ। हामी सबै चिज काम कम्प्लिट भइसक्यो। अब मात्रै प्लेनमा चढ्नु बाँकी छ। कि त्यस्तो छ, सबै यस्तो साफ हाल्नुपर्छ, सबै निकाल्नु पऱ्यो। त्यसै अब प्लेनमा चढ्न जाँदैछ। साथीहरू आउँदैछ, म पनि आइसक्यो है। यहाँ इन्ट्री भइरहेको छ, खानपान जाँदैछन्। फेरि इन्डिया गेटमा पुग्दैछ, हामी जाँदैछौँ। अरू केटाहरू आउँदैछन्। ढिलो हुन्छ त्यहाँ गयो भने, रातो छैन होइन। अन्त 3 नम्बर गेट चाहिँ एयर इन्डिया जाँदो रहेछ। अब 30मा हो अहिले, उडाएर पनि काम छैन। गएर कहाँ जाने एकछिन फल्टी गर्दैछु होइन। यहाँ खुलिसक्यो, बसमा चढ्दैछन्। खिच्न पाइँदैन सायद, म खिच्छु एकछिन भएपछि होइन। जाँदैछु म। यहाँ खुलिसक्यो, हाम्रो त ओपन भइसक्यो होइन। अब गयो, जाने हो हामी पनि। के गर्नु, अब जानै पर्ने हुन्छ। रहर त होइन साथी हो, बाध्यता हो। बाध्यता जानुपर्छ। बाध्यता डोराएपछि बिमारी भारी बोकेपछि अगाडि बढ्नु पर्दो रहेछ। म पनि जाँदैछु। अब गएपछि कहिले फर्किने थाहा छैन होइन। त्यहाँ फर्किन्छु या त्यो पनि थाहा छैन। अब के गर्नु, सबै जाँदैछ, म पनि गएर साथीहरू। फेरि प्लेनमा चढ्ने बेलामा दिन्छु दिँदैन। बसभित्र है यो हामी चढिसक्यो। यहाँ एयरपोर्ट अब जाडो निकै छ। यहाँ त धेरै छ जाडो। मस्त जगेर कसेर आएछ है। साथीहरू पनि आउँदैछन्। हामी बसिसक्यौँ। म जाँदैछौँ प्लेनतिर। केटिएम टु दिल्ली हुँदै फेरि दुबई जानेछौँ।
हेरौँ कस्तो हुँदो रहेछ। देखि हामी जाँदैछौँ दिल्ली। हाम्रो यही फ्लाइट यही हो होइन। आफ्नो जन्मभूमि छोडेर कर्मभूमितिर लाग्दैछौँ। यो सारा नेपालीहरूको बाध्यता के गर्नु, यति भयो गरेपछि जानै पर्छ। जिम्मेवारी भारी बोकेपछि अगाडि बढ्नु पर्दो रहेछ। एयर इन्डिया जाँदैछौँ हामी पनि। त्यसै भित्र त खिच्न पाइँदैन, बाहिर भएको म खिचिरहेको छु, खुसी लागिरहेको छ। यदि खिच्न पाउँदा पनि एयरपोर्ट यही हो, हेर्नु होला एयरपोर्ट यस्तो छ त्यहाँको। नेपाल एयरपोर्ट उदाउँदै बिहान भइसक्यो यहाँ होइन, बिहान भइसक्यो। हामी पनि चढ्दैछौँ। अब यहाँदेखि अब फेरि दिल्ली जाँदैछौँ। हेरौँ है साथी हो, भ्युज यही हो होइन, यही हो एयर इन्डिया। ल साथी हामी पनि जाँदैछौँ। अब आफ्नो जन्मभूमि छोडेर कर्मभूमितिर लाग्ने हाम्रो बाध्यता। जस्तै अब इन्डियन फेरि आउँदैछु म। केटिएम टु दिल्लीसम्मको यात्रा हाम्रो कस्तो हुनेछ, कति थियो अरे हाम्रो E22 थियो होइन। भेट्यौँ हामी पनि यहाँ सबै दुईजना बस्यौँ। अब थाहा चाहिँ अगाडि पऱ्यो, अरू चाहिँ कहाँ पऱ्यो थाहा छैन। कहाँ कहाँ पर्नु भयो तपाईँहरू होइन, हेर्नु होला है। यस्तो छ मौज छ। अब के गर्नु लाग्यो आफ्नो कर्मभूमितिर है साथी हो। जन्मभूमि छोड्ने कर्मतिर लागौँ। ठिक छ, खुसी छ, ह्याप्पी छ, के गर्नु होइन। र हेर्नु बाध्यता हो सबैको, जानुपर्छ सबैजना। गरी खाने वातावरण छैन नेपालमा, सबैजना जानुपर्छ। ल है ल, कस्तो कस्तो भइरहेको त? दामी दामी। जानु मन लाग्यो कि यहीँ बस्नु मन लाग्यो? थापा टेन्सनमा हो? के छैन, के टेन्सन हो? यहाँ बस्ने हो कि जाने हो? जानुपर्छ। ल जानुपर्छ। ल यहाँ बस्नु हुँदैन, यहाँ के गर्ने, खलासी गर्नुपर्छ, बुझ्नुपर्छ। ल ल सबैजना बुझ्नुपर्छ। अमृत ल्याऊ होइन है। हाम्रो खाना आइसक्यो, दिइरह हाम्रो खाना के हुँदो रहेछ हेरौँ। खाना आइसक्यो, म पनि खाना जाँदैछु। अब खाना खाने होला नि त होइन, मस्तै के रहेछ हेरौँ। यसमा स्पोन छ होइन, के रहेछ यो फलफुल पखरोटी के रहेछ, अमुल पानी दिएको छ होइन, नन भेज भनेर दिएको छ। कस्तो छ हेरौँ है। यस्तो छ, यस्तो मन गरेर यहाँ देखाउँदा मलाई ओहो यो चाहिँ के हो, स्पुन है, टिसु पनि छ यहाँ। आउनुहोस् तपाईँ खानुहोस्, एयर इन्डियामा मजा पाइँदो रहेछ। सर्न थाल्यौँ, अब जाँदैछौँ। अब इन्डिया एयरपोर्टभित्र जान्छौँ, के गर्नु होइन उहाँपछि। ठिक छ ल गएपछि अब त्यहाँ बनाउँला। फाइनली इन्डिया एयरपोर्ट पुग्यो। इन्डिया एयरपोर्ट ल पुग्यो। यहाँ सुविधा कस्तो छ, सिधै भित्र पुरो एयरपोर्ट जानै नपर्ने। इन्डिया एयरपोर्ट पुग्यो। इन्दिरा गान्धी एयरपोर्ट सुविधा यस्तो छ हाम्रो नेपालमा कहिले सर जान पाइन्छ। र हाम्रो एरिया सानो भएको गाडी एरिया धेरै भयो, त्यही भएर आउँदैन। यसरी किनभने एरिया नभएको, यहाँ चाहिँ एरिया धेरै ठुलो छ, त्यही भएर यस्तो सुविधा बनाइदिएको छ सर। अब धेरै टाढा छ यो, एकछिनमा फेरि हामी खानपिन पनि व्यवस्था गर्नेछौँ र कहाँ खानु पर्दछ अनि त्यो सोध्नेछौँ। अब जाँदैछौँ। पहिला लगेज लिन, हामी लगेज सायद लिनु पर्दैन, त्यही पनि हामीहरू त्यहाँ चेकिङ हुनुपर्छ सबै। फेरि यो ब्यागहरू रिचेक हुन्छ। यहाँ होइन अलिक केयर भएर आउनु होइन। अब हामीलाई समाएको थियो, यहाँ छ ब्याग। यस्तो हुन्छ, के छ थाहा भयो? केही छैन। ल अलिक केयरफुल भएर आउनु है। धेरै चेक गर्दो रहेछ, नेपाल जस्तो छैन यहाँ। धेरै केयरफुलले चेक गर्दो रहेछ, केयरिङ धेरै गर्दो रहेछ। ल है हाम्रो आयो, यहीँ छ। 24 नम्बर गेटमा जानु पर्दो रहेछ। हामीहरू 10 मिनट लाग्छ अरे हिँडेर जान। ल ठिक छ, हामी हिँडेरै जान्छौँ। हामी वीर गोर्खाली हौँ, हार्दैनौँ। ल साथी लागौँ अब। जाँदैछौँ दुबई।
हेरौँ आज यो यात्रा कस्तो हुनेछ अब बल्ल एनाउन्स गर्दैछ बोर्डिङ पासको लागि म पनि जाँदैछु सबै जान थालिसक्यो अब आमा पनि केटाहरू यहाँ बसेर साथीहरू बसिरहन् हामी पनि निस्किनेछौँ अब म पनि रेडी भइसकेँ जस्तै अब कस्तो हुँदो रहेछ हाम्रो यात्रा देखाउनेछु आज फेरि टु दुबईको यात्रा है फेरि चार्ज छैन त्यही पनि म सानो सानो भिडियो निकालेर म त्यहाँबाट देखाउन सक्नेछु ल अहिले म पनि निस्केँ साथीहरू अनबोर्डिङ भइसक्यो बोर्डिङ पास भयो अब जाँदैछु हेरौँ यो यात्राहरू कस्तो सफल रहनेछ कि नै सबैजना आइसके जाँदैछौँ के हुँदो रहेछ खासको यात्रा रमाइलो हुँदैछ कि के हुँदो रहेछ हेरौँ सबै आधी त भइसक्यो हामी लास्टमा आएको छौँ धेरै भिडियो गइन्छ हुन्छ भनेर तपाईँहरू पनि अलि आनन्द जाँदा हुँदा तिनीहरूको हतार हेर यहाँ सजिलो सुविधा त एकदम राम्रो छ एयरपोर्ट जानै पर्दैन है हामीहरू सिधै इनसाइड सिधै प्लेनभित्र जान सकिन्छ यहाँ सजिलो रहेछ हाम्रो बसमा चढ्नु के गर्नुपर्छ भन्दा त यहाँ त सिधै गल्ली गल्ली लिएर जाँदो रहेछ होइन गल्ली गल्ली हिँड्छ सिधै प्लेनभित्रै जानु पर्दो रहेछ एयरपोर्ट खोज्नै पाइँदैन यहाँ एकदम एयरपोर्टमा नाम निशान छ जानुलाई सिर्फ गाडी मात्रै कुदेर आउँछ हामीहरू यहाँबाट जान सकिन्छ यहाँबाट के गर्दैछ र म यहाँ दिँदैछु अब साथीभाइ यही ठुलो रहेछ प्लेन होइन उता तिनवटा बिचमा तिनवटा उता तिनवटा रहेछ सिट त ठुलै रहेछ यो त अहिले फर्स्टचोटि यो ठुलो प्लेन चढ्यो होइन खुसी लागेर गर्व गरियो फर्स्टचोटि चढ्यो है फाइनली हामीहरू 8 घन्टा वेटिङ बसी ठुलो गाडीमा चढ्न पाएँ प्लेनमा गाडी के भने प्लेनै भन्दै जहाँ आँटो मिसिङ ठिकै छ ल अब हामी तिनटै किराम परिसक्यौँ साथीहरू ल परिसक्यो अब थाहा मात्रै रहेछ ठिक छ हाम्रो चाहिँ ठुलो प्लेन पऱ्यो अहिले 8 घन्टा बसी बल्ल बसिरहेको छौँ अब यहाँदेखि यात्रा दिल्लीदेखि दुबईसम्म यात्रा कस्तो हुनेछ यो नयाँ ठुलो प्लेनमा नयाँ रहेछ प्लेन त ठिकै छ भर्खर धोएर ल्याएको कि के हो होइन ठिकै छ अब राम्रै छ चल्दैछ अब के एकछिनमा कति बेला लाने हो थाहा छैन होइन 30मा लान्छ भनेको थियो के अरे अब 21 भइसक्यो यो हेडफोन रहेछ यो हेडफोन यहाँ लान सकिन्छ यता देखाउँ यो चाहिँ टिभी देखेर फर्स्टचोटि होइन प्लेनमा टिभी रहेछ के चाहिन्छ यहाँ सिलेक्ट गर्न सक्नुहुन्छ हामी मुभी हेरिन्छ मुभी नै छ यहाँ है अब लाइभ पनि हेरिदिन सकिन्छ लाइभ कहाँ छ लाइभ हाम्रो ठिक छ लाइभ छैन यहाँ ठिक छ लाइभ चाहिँ यहाँ छ हामी यहाँ प्ले गरिसक्यौँ यो हामी प्लेन चढ्दैछ भन्ने चाहिँ देखाउन सकिन्छ होइन कि लाइभ अनि के हेर्ने हो होइन सर अब आफ्नो चुज गरिहाल्नु मिल्छ फर्स्टचोटि ठुलो गाडी पऱ्यो ठिकै छ अब नजाने के गर्नु गाह्रो छ यो अब ल यो फिल्मै हेरिन्छ है हामीहरू यस्तो पनि भनिन्छ अब फर्स्टचोटि ठुलै पऱ्यो होइन एयरपोर्ट पनि दिएको छ तकिया पनि दिएको छ होइन तकिया पनि दिएको छ सुत्न हेडफोन दिएको छ ठिक छ यति सुविधा 8 घन्टा पछि पाउँदा त ठिकै हो अब होइन के गुनासो गर्नु क्याबिन पनि 3 क्याबिन भएको रहेछ होइन सिटहरू भनेको 3-3टा रहेछ उता 3टा यहाँ 3टा अनि उहाँ 3टा रहेछ यो क्याबिन भनेको 3 कोठा भएको ठुलो छन् पछाडि छन् ठुल्ठुला कोठाहरू ठिक छ यति भएपछि भइगयो त होइन अब यात्रा हेरौँ कस्तो हुँदैछ ल अब तपाईँहरू हेर्न सक्नुहुन्छ यसरी सर र के चाहिन्छ तपाईँहरूले होइन यहाँ हेर्न सक्नुहुनेछ यसरी चलाउन सकिन्छ ल है ल हेडफोन पनि दिएको छ मजाले सुन्दै जाने है ल टिभीमा लाइभ देख्न सकिन्छ है प्लेन उड्दैछ भनेर लाइभ देख्न सकिन्छ बाहिर नभए पनि यहाँ टिभीबाट मजाले हेर्न सकिन्छ लाइभ है यो लाइभ देख्न पाउँदो रहेछ कहाँ पुगेछ भने प्लेन पाइन्छ धेरै ठुलो छ नयाँ पनि रहेछ यो होइन लाइभ हेर्न पाइयो कहाँ पुगिसक्यो के गर्दैछ भने सबै थाहा हुँदो रहेछ ठुलै छ यो प्लेन त त्यस्तो जस्तो 3टा क्याबिन छ यस्तो है 3टा क्याबिन छ ठुल्ठुलो खाल
जग्गा लुकिसक्यो अब रहेछ यो खानपिन आयो अब आएको छ होइन केबिन क्रू छोडेर हामीहरूलाई के दिँदो रहेछ हेरौँ है हाम्रो लागि माग्ने छ मैले के आउँदो रहेछ बियर मागेको छौँ के आउँदो रहेछ थ्याङ्क यू ल आइसक्यो के रहेछ मन भेजमा त्यो अरे पनि माग न मिलेको है के भयो आएको छ होइन पानी किन घाटा लाग्दो रहेछ अरे यहाँ हाम्रो साथी घाटा परिसक्यो नन भेजमा के रहेछ हलुवा पुरै आइसक्रिम है यो चाहिँ स्पोन होला स्पोन खाने ठाउँ यहाँ छ टिस्यु हेर नन भेज भनेको थिएँ ल चाउमिन दिएको रहेछ चिकन होला सायद ठिक छ यति भएपछि काफी छ 8 घन्टापछि फ्लाइटमा राम्रै पाइयो होइन खानपिनमा कतिले पाइएछ हुस्की सुसी माग्दैछन् हाम्रो साथीहरू अब चाहिँ सफ्ट ड्रिङ्क भनेर कोकोला दिएछ झार्दो रहेछ होइन साथीहरू यस्तो डेन्जर झार्दो रहेछ यही हुन्छ कहीँ लाइभ हो यो लाइभ क्यामेरा माथि यस्तो छ ल्यान्डिङ भयो फाइनल ल्यान्डिङ भयो आयो भइसक्यो ट्याक्क माथिबाट छ देखिन्छ होइन अनि तल चक्का यस्तो घुर्छ सरर घुर्छ है चक्का यो लाइभ हो लाइभ ल यस्तो घुर्दो रहेछ खतरा घुर्छ यो ल्यान्डिङमा गयो अहिले हामी ल्यान्डिङ भइसक्यो दुबई दिल्ली टु दुबई आयौँ दुबईको एयरपोर्ट ल्यान्डिङ भइसक्यो ल अब हेरौँ कस्तो हुन्छ यहाँ कतिको के हुँदो रहेछ एयरपोर्टभित्रमा आयो अहिले प्लेन होल माछा जस्तो देखिन्छ यो त लाइभ हो नि त साथी लाइभ हो रोकियो अब गुड्दै रहेछ गुड्दैछ रोकिएको छैन जाँदैछ भित्रै जाँदो रहेछ यार होइन भित्रै जाँदो रहेछ ल यत्रो छ यस्तो क्याबिन कति हो यस्तो त टन्नै छ हौ यस्तो हिँड्नै नसक्ने र फेरि देखाएँ मैले अझै जाँदैछ है भित्र तल क्यामेरा हो यो माथिको होल माछा जस्तै देखिँदो छ माथि त्यस्तो छ ल टिभी पनि देखाइदिइरहेको छ यहाँ लाइभ हो मेरो साथी हो लाइभ तल रोकिएन है अझै गुड्दैछ बिस्तारै गुड्दैछ मान्छेहरू नै वेटिङमा छ नउठ अब हामी पनि जाने बेला भयो अब लागिसक्छ सबैजना आइसक्यो मान्छेहरू यहाँ छन् जाँदैछौँ अब सर अब धेरै ठुलो थियो प्लेन त अब पर्ने नपर्ने गरी ठुलै छ ल छ अब जाँदैछौँ तलतिर ल साथीहरू यत्रो ठुलो छ यहाँ यस्तो 3टा डब्बा छ यहाँ यस्तो हामी पनि झरिसक्यो सबैजना यस्तो छ है प्लेन चाहिँ मजा आयो 8 घन्टा पछि वेटिङ पछि ठिकै प्लेन पाइएको थियो होइन ठिक छ यति पछि ओके छ हामी यहाँको प्लेन यहाँ छ हामी चाहिँ आइसक्यो एयरपोर्टभित्र होइन बाहिर हिँडिराख्नु पर्दैन यहाँ चाहिँ सुविधा एकदम राम्रो छ
सर आयो होइन सिधै भित्रभित्र नेपाल छैन बसमा चढेर जाने सिस्टम छैन यहाँ त प्लेनभित्र झरेपछि सिधै माथि नै आउँदो रहेछ त्यो अब यहाँबाट कहाँ जानुपर्छ त्यो लगेज पाउने ठाउँतिर यो धेरै टाढा छ यहाँ जानुपर्छ धेरै टाढा ठिक छ के गर्नु होइन लगेजहरू त्यहीँ होला त्यही भएर जाँदैछ ल सबैजना सेकेन्ड अहिले चाहिँ लगेज कलेक्सन गर्नु जाँदैछ लगेज दिनलाई अब हेरौँ के हालत भएको छ लगेजको कति बेला आउनु थाहा छैन त्यसपछि फेरि जानेछौँ मेट्रोमा हामीहरू यहाँदेखि डिआइपीसम्म फेरि हुनेछ हाम्रो मेट्रोको यात्रा है कस्तो गर्नुपर्छ ल दिल्ली टु दुबई आइसकेको छौँ होइन राम्रो लाग्दैछ ल इमिग्रेसन आयो है इमिग्रेसन यसैलाई लाग्नुपर्छ यहाँ गेट देखाएको मात्रै गेट खुल्ने छ यहाँ इमिग्रेसन साइड हो होइन त्यहाँ चाहिँ इमिग्रेसनमा छु म इमिग्रेसन गएपछि अनि फेरि या त इमिग्रेसन साइड उठाउनु पर्ने हुन्छ त्यसपछि खुल्ने छ हाम्रो त्यसपछि बल्ल जाने हामी लगेजतिर होइन थाहा अब यहाँ घुच्यो यस्तो हो खिच्नु त मिल्दैन लुकी खिच्दैछु म इमिग्रेसन पनि पास गरियो साथी इमिग्रेसन अब यहाँ फेरि ह्यान्डब्याग लगेज चेकिङ यहाँ चाहिँ ह्यान्डब्याग चेकिङ हुनुपर्छ अब ल यस्तै हो चेकिङ गर्नुपर्छ यहाँ अब ह्यान्डब्याग सबै निकाल्नुपर्छ यहाँ चाहिँ है ल ब्याग भेटेँ मैले आफ्नो यो चाहिँ मेरो ब्याग साथीहरूको आउँदैछ म त पाएँ आउँदा बित्तिकै झ्याप्पै पाएँ है आफ्नो ब्याग चाहिँ अलिक चाहिँ यसरी झ्याप्पै भेट्नु सजिलो हुन्छ होइन मान्छेहरूलाई सहज पनि हुन्छ त्यस्तै होस् न सबैजनालाई ल हाम्रो साथीहरू त्यहाँ छन् वेटिङमा छन् मेरो त भेटिसकेँ यहीँ भेटेँ मैले ल ठिक छ त्यहाँ आउँदैछ हाम्रो केटाहरूको ठिक छ हाम्रो त आइसक्यो मेरो ह्यान्डब्याग यहाँ छोडेर म कुदेको थिएँ म चिनेर जस्तै म भेटिसकेँ बस फेरि अब मेट्रोतिर लाग्ने थियो आइसक्यो त ठिक छ केही भएको छैन लगेज जस्तो थियो त्यस्तै रहेछ तर हल्का सिलिङहरू सबै च्यात्तिरहेछ ठिक छ यति भएपछि भइगयो त लगेज अब हामी निस्क्यौँ अब बाहिरतिर अब फेरि जाँदैछौँ सामान त सबै पायौँ ढिलो भयो तर थाहा पाएको ढिलो आयो होइन पाइसक्यो अब जान्छौँ हामीतिर अब कहाँ रहेछ बाटो त्यो हेर्दै अब ड्युटी फ्री पनि हेर्नु पऱ्यो एकछिन फोड्का सोड्का लाने होला होइन कोसेली सोसेली लाग्यो अब आफ्नो जन्मभूमि छोडेर कर्मभूमितिर आइयो है फाइनली हाम्रो हामीहरू एयरपोर्टबाट निस्केर मेट्रोतिर लाग्दैछौँ होइन मेट्रो अब आइसक्यो यो मेट्रोमा जानेछौँ हामीहरू डिआइपी सेब्राल जानेछौँ ल जाउँ भइसक्यो चेकिङ मेरो पनि लजाउँ अब सबै कागज सबै चेक भयो मेट्रोमा जाने हामीहरू त यो मेट्रोमा वहाँसम्म 1.5 घन्टा लाग्छ ट्याक्कै ल साथी फाइनली पुग्यौँ है हामीहरू घर चाहिँ पुग्यौँ आफ्नो घर र यो मेन घर हुने हाम्रो यही हो होइन बन्दैछ अरू त यही हो एकजना चाहिँ उतै छुट्यो आउँदै आउँदै गयो सामान छोड्नलाई अन्त हामी फाइनल पुगिसक्यौँ ऊ चाहिँ आउनै बाँकी छ ल यति नै हो हाम्रो मेन गन्तव्य भनेको यही हो हाम्रो गन्तव्य यहीँसम्मको थियो यात्रा हाम्रो मेन हाम्रो यात्रा यही हो ल यति हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद